सो हेलो गाइस दर्शन नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथ म आज फेरि अर्को भिडियो ल्याएर आइसकेको छु। आज चाहिँ आन्टीको बर्थडे अनि म चाहिँ गेम ट्रेनिङमा गएको थिएँ। यहाँको त ओ माई गड डेकोरेसन त खतरनाक भइसकेछ त अनि म के ढिलो आए के रे ट्रेनिङबाट हो यहाँ त सबै रेडी भइसकेछ। खानासाना सब पाकिसकेको थियो। यता चाहिँ यहाँ चाहिँ यसमा चाहिँ मासु पाकेको थियो। मासु त हो हेर्दा नै खाम भएको थियो। यस्तो ट्रेनिङबाट थाकेर आएको थिएँ म त कोठामा जाने बित्तिकै नुहाएर सुत्छु भन्ने भएको थिएँ। तर यहाँ चाहिँ सब डेकोरेसन भएको रहेछ अनि यहाँ चाहिँ बहिनीले त्यो बर्थडेको त्यो मिलाउँदै थिइन् अनि फेरि अब चाहिँ म चाहिँ अब एकछिन नुहाउन जान्छु अनि नुहाउन गएर कपडा सपडा धुन्छु अनि एकछिन नुहाएर सब गरेर अनि म चाहिँ एकछिन पछि अब एकैचोटि अब बर्थडे सेलिब्रेट गर्न लागेको भिडियो देखाउँछु है। 2000 years later. सो गाइज फाइनली यहाँ चाहिँ बर्थडे स्टार्ट भइसकेको छ। बर्थडे सेलिब्रेसन गर्दैछौँ। यहाँ चाहिँ हाम्रो सब फ्यामिलीहरू आइसक्नु भएको छ। राजा एयरपोर्टबाट पनि दादा दिदी एन्ड ठुलो मम्मीहरू सब आइसक्नु भएको छ अनि ठुलो ड्याडी चाहिँ हल्का टाढा हुनुहुन्छ त्यसैले ठुलो ड्याडी आउन पाउनु भएन। अनि यहाँ चाहिँ आन्टीले मलाई यो झिरझिरे बाल्दै भन्नुभएको थियो। बाल्न गएको त कस्तो एउटा मात्रै बल्यो अनि अर्को चाहिँ बाल्न मलाई पनि डर लाग्यो अनि कस्तो डर जस्तो फिल भएको थियो अनि मैले बालेन आन्टीलाई त्यसैबाट जलाएर बाल्नु भनेको त अनि त्यो फेरि स्प्रे नै छर्न बिर्सेको हामीले त अनि मैले फेरि दादाले त्यो स्प्रे छरिदिनु छिटो स्प्रे छरिदिनु भनेर स्प्रे छर्दा त्यो नै लिपिसक्यो कि त्यो झिरझिरे नै लिपिसक्यो अनि पछि स्प्रे छरिदिउँ अनि दादाले त त्यो स्प्रे नसकिनेसम्म छोड्नु भएको थिएन अनि ठुलो मम्मीले छोड्दै भन्नुभएको थियो छोड्नु भएको थिएन अनि फेरि यता बहिनीले म गर्छु भनेर मागिन् अनि फेरि बहिनीले पनि फेरि रहर मानेर बहिनीले पनि छर्न लाइन् अनि बहिनीले पनि छरिन् अनि फाइनली यो अब ह्याप्पी बर्थडे भनेर पनि यो पनि सकिसक्यो। यहाँ चाहिँ बहिनीले केक खान हतार भएर हो जिब्रै तानिसकेको थियो। हाम्रो त यहाँ हेर्नु छ अनि हेर्नुसँग चाहिँ हालत अनि म चाहिँ नुहाएर भर्खरै आएर अनि त्यहीँ उभिएको थिएँ अनि अब सबै यत्तिकै गरिहाल्यौँ अनि यताकोबाट भिडियो राम्रो यहाँ चाहिँ टिका सिका लाउने अब स्टार्ट हुँदैछ हेल्प गरिसकेर यहाँ चाहिँ बहिनीहरूले स्पेसल प्लेट केक खानको लागि स्पेसल प्लेट रेडी पार्दै थिए बहिनीहरूले चाहिँ अनि अब चाहिँ यहाँ अब घरको सबभन्दा मूल मान्छे अनि त्यही भएर बुवाले सबभन्दा अगाडि बुवाले टिका लगाइदिनु भएको थियो आन्टीलाई मेरो चाहिँ हजुरबा है सबभन्दा अगाडि बुवाले अनि त्यसपछि हजुरआमाको पालो हजुरआमालाई लगाइदिनु भएको थियो। अब चाहिँ अङ्कलको पालो टिका लगाउने आशीर्वाद त फेरि मनमा नै हो क्या मनमा नै हल्का यहाँ आएर यतातिर आएर लगाइदिनु न दादा हल्का यता आएर लगाइदिनु न सक्यो स्पेसल
शिवानी यहाँ यहाँ कमाएपछि फाइनली बल्ल मेरो पालो आयो म चाहिँ गयो टिका लगाउन यहाँ पनि मोबाइल देखाइदिएको थिएँ मैले मोबाइल देखाइदिएको थिएँ मैले त पुरै अलिअलि बचेको ठाउँ पनि सबै त्यो फेसको सबमा आँखामा मात्रै लगाइदिएन सब ठाउँमा टिका लगाइदियो एउटा पनि नछोडेर हाम्रो चाहिँ अब खानासाना रेडी भएर खाना खान लगाएको थियौँ सबैले अनि यहाँ दादाहरू सब दिदीहरू अनि यहाँ सब बहिनीहरू खाना खान लाग्नुभएको थियो खाना चाहिँ कस्तो मिठो थियो अनि खाना चाहिँ कस्तो मिठो थियो अनि म त यता ढोकातिर उभिएर यता भिडियो गराउँदै थिएँ अनि खाना चाहिँ एकदमै मिठो थियो आहा खाना त वाउ हाम्रो चाहिँ खानासाना खाइसक्यौँ अनि खानाहरू चाहिँ एकदमै राम्रो थियो अनि त्यो अब फोहोरहरू फाल्न जान लागेको थियौँ बाहिर अनि फेरि खै के भन्नु थियो अनि अब यो खानासाना त्यो अनि उतापट्टि दिन जान लाग्थ्यौँ अनि हामी चाहिँ अब स्पेसल भाडा मान्छे पऱ्यो नि त अनि त्यो भाडा मान्छे जान लागेको थियौँ यो भाडा चाहिँ अब स्पेसल हाम्रो लागि अन्त अनि भाडा पनि हेर्दा मात्रै थोरै थियो अनि यो अब यो बचेको अनि यिनीहरू चाहिँ अनि बाहिर फाल्न जान लागेको थियौँ अनि म चाहिँ यस्तो भएको थियो यस्तो थाकेको थिएँ झन् कति बेला गएर सुतौँला जस्तो भएको थियो झन् ओहो यहाँ त बर्थडे सेलिब्रेट सबै आइसक्नु भएको थियो फ्यामिलीहरू अनि त्यही भएर अनि एकछिन नुहाएर एकछिन हल्का फ्रेस जस्तो भएको थियो अनि हल्का भएको थियो पछि त मेरो त्यस्तो टाउको दुखेर यस्तो भएको थियो यहाँ बहिनीहरूले फोहोर फालेर आइसक्यो अनि कुकुर बहिनीलाई हामीलाई भाडामा रेडी भइसक्यौँ अनि अब एकछिन अङ्कल आएर अझै अङ्कल आउनु लाउनु थियो अनि अङ्कल आएर कसरी के गर्ने भनेर सम्झाइराख्नु थियो अनि यस्तो गर्ने अनि त्यहाँ त्यो फोहोर पानी जाने उतामा त्यो पानी अट्किनु भएन अनि यताउता भनेर म गएँ यहाँले बस गर्ने ल्याएर आउनु भन्नुभएको छ म चाहिँ क्यामराम्यान हमारा दिदी का भाडा मजाई और उता पखाले काम यता चाहिँ मान्छे भन्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद अब यो भिडियो यहीँसम्म अन्त्य गरेर म चाहिँ बिदा हुन चाहन्छु बाई बाई